र त्यो आन्दोलन देशमा भइसके पछाडि युवा पुस्ताहरूले अब नेपालमा नयाँ म्यान्डेट सहितको सरकार चाहियो, यो गोली हान्ने सरकार होइन, हामीलाई नयाँ म्यान्डेट सहितको सरकार चाहियो भनेर चुनावको माग गर्नुभयो र उहाँहरूकै माग बमोजिम अहिले चुनाव भइराखेको छ। अरू कसैले मागेर होइन, यो देशका युवा पुस्ताले मागेर यो चुनाव भइराखेको छ। नभए चुनाव 84 मा हुनेवाला थियो। 84 को चुनाव 2082 मा आएको छ। युवा पुस्ताले मागेको चुनाव हो र युवा पुस्ताले मागेको चुनावमा यदि आमा बुवा पुस्ताले युवाहरूको भावना बमोजिम गरिदिनु भएन भनेदेखि युवा पुस्ताको भविष्य युवा पुस्ताले चाहेको जस्तो भविष्य बनाउन सकिँदैन भन्ने मलाई लाग्छ। त्यसकारणले पनि यसपटक यहाँहरूले परिवर्तनको लागि मतपत्रमा आफ्नो इच्छाले हाल्दै आएको चिन्ह, यहाँहरूले कतिले आफ्नो चिन्ह विगतका दिनहरूमा हाल्न पाउनुभयो पाउनु भएन, तर यसपटक चाहिँ अरू केही पनि कुरा नसोचिकन ती कलिला भाइ बहिनीहरूलाई सम्झेर उनीहरूले परिवर्तनको लागि उभिएका थिए र उनीहरूले मागेको चुनाव हो भनेर यसपटक तपाईहरूले मत परिवर्तन गर्नुपर्छ, घन्टी चुनाव चिन्हमा मतदान गर्नुपर्छ। यो देशमा युवा पुस्ताहरूले अरू केही कुरा मागेको होइन नि, राम्रो विद्यालयहरू होस्, राम्रो विश्वविद्यालयहरू होस्, राम्रा क्याम्पसहरू हुन्, बिरामी हुँदाखेरि उपचार गर्न जाँदाखेरि सहज र सुलभ तरिकाले स्वास्थ्य सेवाहरू पाइयोस्, आफ्नो गाउँघरमा राम्रा बाटाघाटा हुन्, खानेपानीको सुविधा होस् र व्यापार व्यवसाय गर्न पाइयोस्, जागिर पाइयोस्, रोजगारी पाइयोस्। आफूले केही गरेको छ त्यो इलाम गरेको कुराको त्यो इलमको परिश्रमले चाहिँ यही ठाउँमा बाँच्न पाइयोस्, निर्धक्कसँग सम्मानजनक तरिकाले बाँच्न पाइयोस्। युवा पुस्ताले खोजेको यति मात्रै हो, तर युवा पुस्ताले खोजेको जस्तो समाज आज 30-35 वर्षको इतिहासमा विभिन्न दलहरूले नेतृत्व गरेर प्रधानमन्त्री पदमा बसिसक्नुभयो, विभिन्न प्रधानमन्त्रीहरूले नेतृत्व गरेका सरकारहरू पनि आइसके, तर युवा पुस्ताले माग गरे बमोजिमको समाज निर्माण हुन सकेको छैन। यो यथार्थ हो। अब पनि परीक्षण नै गरिरहने हो त। हिजोका दिनहरूमा उसले गर्छ कि भनेर विशेष गरी 3टा दलहरूलाई परीक्षणमा राखेकै हो नि, 35-40 वर्षदेखि परीक्षण गरेकै हो नि। अनि फेरि पनि यो युवा पुस्ताले मागेको चुनाव जुन 84 मा हुनेवाला थियो तर 82 मै चाहिन्छ भनेर युवा पुस्ताले मागेको चुनावमा पनि हामी यदि परीक्षण मात्रै गरिरहन्छौँ भने हाम्रो देशको भाग्यले पनि हामीलाई परीक्षण मात्रै गरिरहन्छ। अब मलाई लाग्छ नेपालीहरूको नियति अब परीक्षण गरिरहनु पर्ने भाग्यको होइन, यो देशमा हामीले चाहेको के हो त्यस्तो परिवर्तन चाहिन्छ भन्ने किसिमको हुनुपर्दछ भन्ने मलाई लाग्दछ। त्यसको लागि म कानुनको विद्यार्थी हुँ, अधिवक्ता भएर काम गरिरहेको थिएँ र अन्य विभिन्न क्षेत्रमा, युवाको क्षेत्रमा, कानुनी क्षेत्रमा म काम गरिरहेको थिएँ। त्यो काम गर्दा गर्दैको मान्छे आज म त राम्रो होला, मेरो राम्रो होला, मेरो व्यक्तिगत जीवन राम्रो होला, कमाई राम्रो होला, सबै कुरा राम्रो होला, तर म एक्लै राम्रो भएर समाज कहाँ राम्रो बन्दो रहेछ त, समाज कसले बनाइदिन्छ त भन्ने ठानेर यो देशमा राम्रो नेतृत्व गर्ने व्यक्तिहरूको खडेरी लागेको मैले देखेर अब अरूलाई गुनासो गर्ने होइन, यो भएन त्यो भएन भनेर कति उहाँहरूलाई भनिरहने, भनेका कुरा सांसदहरूले भनेको त्यत्रो हामी 3-4 महिना मान्छे बेच्नेहरूलाई कारबाही गर्नुपर्छ भनेर संसद भवनमा सांसदहरूले हामीले गरेको आन्दोलन त सरकारले सुनेन, सांसदहरूले गरेको आन्दोलन त सुन्दो रहेछ सरकारले भने, आम नागरिकका कुरा कहाँ सुन्ने। हामीले यो भएन त्यो भएन भनेर पटक पटक भनिराख्यौं, तर अब त्यो भएन भन्ने कुरा जति भने पनि नसुन्ने भएपछि अब मूलधारको राजनीतिमा आफै आउने, आफ्ना मुद्दा आफै लगेर आफै समाधान गर्ने भनेर म राष्ट्रिय राजनीतिमा आएको हुँ। यदि यो देशमा राम्रो नेतृत्व गर्ने पार्टी र राम्रा नेतृत्व गर्ने नेताहरूको ठूलो जमात भइदिएको भए, एका दुई राम्रा नेताहरू हुनुहुन्छ है, मेरो त्यसमा अन्यथा टिप्पणी छैन, राम्रा नेतागणहरू पनि हुनुहुन्छ, तर यो देशमा नेतृत्व गर्ने मूल पार्टीहरू र त्यहाँ भएका अधिकांश नेताहरूले त्यही सोच राखेर अगाडि बढ्दिएको भए म सायद कानुनी पृष्ठभूमिमा काम गरिरहेको, कानुनी पेसामा काम गरिरहेको एउटा युवाले यसरी राजनीतिमा आउनुपर्ने थिएन होला। म अरू नै कुरा गरेर बस्थे होला, व्यापार व्यवसाय गर्थे होला, आफ्ना जिन्दगीका अरू धेरै कामहरू गर्थे होला, तर भएन भनेर अब
हामी आफैले बनाउनुपर्छ। हाम्रो समाजहरू कसैले बनाइदिँदैन, हामी आफैले बनाउनुपर्छ। छिमेकीले आएर बनाइदिँदैन, हामी आफैले बनाउनुपर्छ भन्ने सोच राखेर म राष्ट्रिय राजनीतिमा आएँ। 27 वर्षको उमेरमा काठमाडौँ क्षेत्र नम्बर 2 बाट मैले नेपाली जनताले इच्छा गरे बमोजिमका कुराहरू मैले त्यहाँ राखेको हुँ। मलाई क्षेत्र नम्बर 2 का काठमाडौँ क्षेत्र नम्बर 2 का मतदाताले विश्वास गरेर संसद भवनमा पठाउनु भएको हो र उहाँहरूले पठाउनु भए बमोजिम संसदमा मेरो जिम्मेवारी, मैले पाएको अधिकार, मैले पाएको जिम्मेवारी इमानदारीपूर्वक 100% इमानदारीपूर्वक मैले निर्वाह गरेकै हो। 3.5 वर्षको अन्तरालमा जति बोले, जति गरे, जनताका मुद्दाका कुराहरू मैले संसदमा जति उठाए, इमानदारी साथ उठाए। यो यहाँहरूले देख्नु भएकै हो। आज काठमाडौँ क्षेत्र नम्बर 2 बाट चितवन क्षेत्र नम्बर 3 मा आइपुगेको छु। मेरो घर यहीँ पर हो, भरतपुर महानगरपालिका वडा नम्बर 15 मंगलपुरमा पर्छ, गोपाल चोकमा पर्छ। मेरो घर यहीँ हो। छोरी मान्छे विवाह गरेर हामी धेरै ठाउँहरूमा पुगिन्छ, माइती छोडेर जानुपर्छ। म चितवनमा आइपुगे, त्यसकारणले पनि हुन सक्छ सायद चितवनले यसपटक मलाई यहीँबाट उम्मेदवारी दिने स्थिति निर्माण भयो। यसरी म तपाईहरुको माझमा आइपुगे। अब म यहाँहरुकै गाउँ ठाउँको, यहाँहरुकै समाजको सदस्य हो। आज तपाईहरुले भोग्नु भएको समस्या र मेरो परिवारले भोगेको समस्या एउटै हो। यहाँहरुले देखेको दुःख र मेरो परिवारले देखेको दुःख एउटै हो। तपाई हामी एउटै धरतीमा उभिएका छौं, एउटै जमिनमा उभिएका छौं। अब यो हामीले देखेका समस्याहरूलाई समाधान गर्नको लागि अब टुक्रे राजनीति होइन, एउटै पार्टीले एकल बहुमत लिएर आएर नीति पनि बनाउँछ, त्यसलाई कार्यान्वयन पनि गर्छ भन्ने लक्ष्य सहित हिँडिरहेको छु। त्यसको लागि मैले उम्मेदवारी दिएको छु चितवन क्षेत्र नम्बर 3 बाट। राष्ट्रिय राजनीतिमा जति समय हामी संसदमा बस्यौं, हाम्रा पार्टी सभापति रवि लामिछानेले भ्रष्टाचारका मुद्दा उठाएकै कारणले गर्दाखेरि कस्तो नियति भोग्नु पर्यो यो यहाँहरूले देख्नु भएकै हो। त्यो हिजोको मैले तपाईहरुलाई कुरा सम्झाइरहन पर्दैन जस्तो मलाई लाग्छ, किन हस्ताक्षर अभियानमा आउँदै गर्दाखेरि यहाँहरूले आफ्ना आफ्ना मनमा लागेका कुराहरू, महसुस गरेका कुराहरू अनुसारले हस्ताक्षर अभियानमा सहभागी हुनु भएकै हो। यो हिजोको कुरा रह्यो। अब त्यसरी नेपाली जनताको लागि न्याय गर्नुपर्ने कानून, अरूलाई प्रतिशोध साध्न प्रयोग गर्नेहरूका विरुद्ध चाहिँ हामी उठ्नुपर्छ भन्ने सोचका साथ अहिले हामी देशव्यापी रूपमा सबै नागरिकलाई, कसैलाई काखा कसैलाई पाखा नगर्ने हेतुले सबैलाई बराबरी गर्ने किसिमले व्यवहार गर्ने किसिमले हामीले राष्ट्रिय राजनीतिमा परिवर्तन गर्नको लागि आइपुगेका छौं। हाम्रा पार्टी सभापति रवि लामिछानेले यसपटक देशले साच्चीकै परिवर्तन पाउँछ भनेदेखि यसपटक म प्रधानमन्त्री बालेन्द्र शाहलाई बनाउनको लागि म तत्पर छु। प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हो भनेर उहाँले बाटो खुल्ला गरिदिनु भयो। यो त्यागको भावना जो कोहीसँग हुँदैन। हेर्नुहोस्, एक सेकेन्ड पनि त्यो प्रधानमन्त्रीको कुर्सी पाउनको लागि र नछोड्नको लागि, पाएको कुर्सी नछोड्नको लागि यो देशमा नेपाली जनताका पीडाहरू कति धेरै त्यो कुर्सी मुनि थिचिएका छन् भन्ने कुरा तपाईहरुले देख्नु भएको छ। एक सेकेन्ड पनि कसैले छोड्दैन, पाएको कुरा पनि छोड्दैन, पाउनको लागि पनि मरिहत्ते गर्छ। हाम्रो पार्टीका सभापति यसपटक, हामी चौथो राष्ट्रिय दल त थिँदैन थियौं पहिला, यसपटक अलिकति मत बढ्दै गर्दाखेरि हामी तेस्रो त हुन्थ्यौं होला नि। तेस्रो हुँदै गर्दाखेरि पनि कम्तीमा पनि एकल त हुन्थ्यौं हामी। त्यो एकल बहुमत लिएर आउने स्थिति नबन्दा गर्दाखेरि ल वर्स्ट केस एकदम केही पनि भएन छ भन्दा पनि हामी तेस्रो त हुन्थ्यौं होला नि। तेस्रो हुन्थ्यौं भने पनि प्रधानमन्त्री त रवि लामिछाने हुनुहुन्थ्यो। 1 नम्बर हुँदाखेरि पनि रवि लामिछाने हुनुहुन्थ्यो, 2 नम्बर हुँदाखेरि पनि रवि लामिछाने हुनुहुन्थ्यो, 3 नम्बर हुँदाखेरि पनि रवि लामिछाने हुनुहुन्थ्यो। तर उहाँले मलाई स्पष्टसँग भन्नुभएको मलाई अझै पनि सम्झना छ। मैले प्रधानमन्त्री बन्ने कुरा ठूलो होइन, तर मैले प्रधानमन्त्री बन्दै गर्दा फेरि पनि पुरानै दलहरुसँग मैले हातेमालो गरेर प्रधानमन्त्री बने भनेदेखि मैले मेरा देशका आश गरेका नेपाली जनतालाई के परिवर्तन दिन सकौँला। मेरो प्रधानमन्त्री भन्दा ठूलो कुरा देशले न्याय पाउनु हो, त्यसकारणले म बाटो छोड्छु भनेर उहाँले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सार्नु भएको छ। यो अगाडि सार्नु भएको किन हो त भन्दा बालेन्द्र शाहको
उहाँ प्रधानमन्त्री हुनुहुन्छ, देशव्यापी रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमत लिएर आउँछ अनि नेपाली जनताका मुद्दालाई अब मुद्दामा मात्रै होइन, मुद्दा उठान मात्रै होइन, मुद्दालाई निर्णायक बिन्दुमा पुर्याउँछ भनेर त्यसरी उहाँले अपेक्षा राख्नु भएको। यहाँले देख्नु भएको छ मधेसमा हाम्रो कति धेरै मधेसी नेपाली नागरिकहरूले हामीलाई समर्थन गर्नुभयो। मधेसमा त्यस्तै उभार आएको छ, पहाडमा त्यस्तै उभार छ, हिमालमा त्यस्तै उभार छ। यसपटक देश आफै जुर्मुराएको छ परिवर्तन गर्नको लागि। हामी नेपाली जनताहरू सधैँभरि उहाँ मेरो नाता पर्ने, काका पर्ने अथवा विभिन्न नाता पर्ने, नजिकको मान्छे, मलाई काम गरेको मान्छे भनेर हामी यस्ता कुराहरूमा हामी बढी अल्झिने गर्छौं। हाम्रो समाज त्यस्तै प्रवृत्तिको छ। ठिक हो, त्यो पनि पर्छ पनि, किनभने समाजमा आफ्नो मान्छे जसले आफ्नो लागि गर्छ ती कुराहरू चयन पनि गर्नुपर्छ। तर राष्ट्रिय राजनीतिमा आउँदै गर्दाखेरि यदि हामीले छानेको नेतृत्व सही परेन भनेदेखि देशले दुःख पाउँछ, देश अन्यायमा पर्छ भन्ने मलाई लाग्दछ। त्यसकारणले यसपटक अन्यथा केही पनि नसोचिकन, अन्यथा केही पनि नठानिकन परिवर्तनको पक्षमा यहाँहरू उभिनुपर्छ। जसरी हाम्रा कलिला भाइ बहिनीहरूले जुन गोली खाएर उहाँहरू शहीद भएर जानुभयो, उहाँहरूले इच्छा गरे बमोजिमको जुन देशमा निर्वाचन भएको छ, उहाँहरूको आत्माको शान्तिको लागि पनि योचोटि परिवर्तन हुनुपर्छ र परिवर्तनको लागि तपाईँ हामी आम मानिसहरूले त्यसको लागि तत्पर हुनुपर्छ भन्ने मलाई लाग्दछ। म अरू धेरै कुरा भनिन, मेरा कुराहरू यहाँहरूले विभिन्न सञ्चार माध्यमबाट पनि मैले चितवन क्षेत्र नम्बर 3 मा उठाएका मुद्दाहरू विभिन्न ठाउँबाट यहाँहरूले सुनिआउनु भएकै छ। आज यो मलाई लाग्छ यो गाउँमा हुनुभएका अधिकांश परिवारहरूका सदस्यहरू कोही न कोही विदेशमा हुनुहुन्छ, र विदेशबाट के भनिरहनु भएको छ भने यो पटक चाहिँ घन्टीमा भोट हाल्नुपर्छ है भनेर भनिरहनु भएको छ, पक्कै भनिरहनु भएको छ। विदेशमा बसेका हाम्रा नेपालीहरू त्यो ठाउँमा बसेर ज्यान त्यहाँ छ, मन यहाँ राखेर जसरी भए पनि परिवर्तन गर्नुपर्छ है भनेर लागिरहनु भएको छ। त्यसो किन गरिरहनु भएको छ भने उहाँहरूले त्यो ठाउँमा बस्दै गर्दाखेरि सिस्टमले काम गरेको देख्नु भएको छ। उहाँहरूको काम गर्नलाई त्यो ठाउँमा, त्यो देशमा कुनै पनि अप्ठ्यारो पर्यो भने नेतालाई खोज्दै जानु पर्दैन, मन्त्रीलाई खोज्दै जानु पर्दैन। त्यो ठाउँमा जे काम गर्न परे पनि त्यहाँको सिस्टमले अटोमेटिक काम गरेको देख्नु भएको छ र उहाँहरूको धोको छ। नेपालमा पनि त्यही किसिमको परिवर्तन होस् भन्ने धोको छ। त्यो परिवर्तनको लागि आज यो गर्न सक्ने पार्टी भनेको राष्ट्रिय स्वतन्त्र पार्टी नै हो भनेर उहाँहरूले ठान्नु भएको छ। त्यही भएर तपाईहरूलाई फोनहरू पनि गर्दै हुनु होला। यहाँहरूले सबै कुराहरू विभिन्न ठाउँहरूमा सुनिआउनु भएको छ, महसुस पनि गर्नु भएको छ। हामी परका मान्छे पनि होइनौं। मेरो घर अघि मंगलपुर भनिहाले। यहाँहरूलाई जे पर्दाखेरि पनि मेरो घरको आँगन तपाईहरूलाई सधैँ खुल्ला छ र संसद बनाउनु पर्ने समयमा, संसद हुने समयमा म संसद भवनमा कानून निर्माणमा व्यस्त हुँला, तर अन्य समयमा म तपाईहरूकै माझमा फेरि तपाईहरूका यो ठाउँका मुद्दाहरूलाई राष्ट्रिय मुद्दाका रूपमा उठान गर्नको निम्ति त्यो संसद भवनमा रोस्टमबाट उठान गर्नको लागि तपाईहरूकै माझमा म आउने नै छु। काठमाडौँ 2 ले मलाई निर्वाचित हिजो गराएर पठायो। अब चितवन 3 मा म तपाईहरूको घर आँगनमा आइपुगेको छु। आम तपाईहरू जस्तै सामान्य परिवारको छोरी हुँ। नेपाली जनताको छोरीलाई पक्कै पनि तपाईहरूले आशीर्वाद दिएर पठाउनुहुन्छ होला। तपाईहरूले दिएको आशीर्वाद, तपाईहरूले दिएको शुभेच्छालाई म शिरमा राखेर, हृदयमा राखेर म अगाडि बढ्नेछु र इमानदार भएर कर्म गर्नेछु। मेरो प्रतिबद्धता यति मात्रै हो, जति समय राजनीतिमा रहन्छु इमानदार भएर काम गर्नेछु। त्यो इमानदारिताको लागि तपाईहरूले आशीर्वाद दिएर पठाउनुहुन्छ भन्ने मेरो अपेक्षा छ। र अब यो ठाउँमा हाम्रो सभापतिज्यूहरू हुनुहुन्छ, हाम्रो वडाको कमिटीहरू छ र यहाँ कति साथीहरू जोडिनु भएको होला, कति साथीहरू जोडिन बाँकी हुनु भएको होला। पार्टीमा यहाँहरूलाई इच्छा लाग्छ यो पार्टीले गर्छ, यो पार्टीमा म आउँछु भन्ने इच्छा लाग्छ भने हार्दिक स्वागत छ। हैन, योचोटि म मत मात्रै परिवर्तन गर्छु, हेरौँ न म त्यसपछि म सोध्छु भन्ने यहाँहरूले ठान्नु भएको छ भने त्यो पनि, त्यसमा पनि ठिक छ। हाम्रो यहाँहरू कसैलाई करकाप छैन, तर हाम्रो पार्टीले लिएको अभियान एकदम इमानदार अभियान हुन्छ। कसैले गलत गर्यो भनेदेखि त्यो गलत गर्नेहरूको बारेमा तपाईहरू खबरदारी गर्नको लागि तपाईहरूलाई खुल्ला छ। तपाईहरू एकदम निश्चिन्त भएर गर्न सक्नुहुन्छ।